र ओके गाइज भर्खर छुट्टी भयो मेरो चाहिँ अहिले बिहानको 1:30 भइरहेछ र सबैलाई ह्याप्पी रिपब्लिक डे। अफिसमा यिनीहरूले फेरि त्यही पुरानो लाइटनिङ लगाएछ। फरक परेन ग्याङ, साथीभाइको छुट्टी छ र म एक्लै घर जाँदैछु। र म चाहिँ बिहान पाउने 8 बजीतिर उठे अनि बिहान फ्रेस भएर म निस्के एमजी मेट्रो स्टेसनतिर र बाटोमा सूर्य नमस्कार गर्दै म पुगेँ मेट्रो स्टेसन र हाम्रो यहाँ मेट्रो पनि आइपुग्यो र भित्र पसेर हेरेको त पुरा खाली खाली थियो। 26 जनवरीले गर्दा सबैको ड्युटी र अफिसेसहरू छुट्टी र म मन्डी हाउसको गेट नम्बर 4 मा उत्रे र यहाँ न्युज मिडियाहरूले आफ्नो काम गरिरहेको अवस्था। यहाँ रोड खाली खाली तर पुलिस सेक्युरिटी टाइट र मलाई लिनु आयो अंकित भाइले र उसको साथी कुदाउने ऋषि र म आइपुगेँ कल्याण मार्ग र यो सानो बस्ती चाहिँ तपाईँको इन्डिया गेटको छेउमा छ अनि यो गाउँको प्रोटेक्टर चाहिँ मिस जर्मन सेफर्ड र यहाँको बस्तीको मान्छेहरू सबैजना चाहिँ अंकित भाइको घरको छतबाट हेर्नु आउने रहेछ। यही भाइले नै मलाई भन्दै थियो कि दाइ टिकट लिनु पर्दैन, तपाईँ मेरो घरको छतबाट साफ सबै देख्नुहुन्छ भन्दै थियो क्या। ल अब यहाँको प्रोग्राम स्टार्ट भयो है त। यो चाहिँ परमवीर चक्राको गाडी रहेछ, अशोक चक्रा। र यस्तो थुप्रै गाडीहरू गयो आफ्नो आफ्नो स्टेटको र मार्च पास्टहरू पनि। वेल यो मेरो नयाँ एक्सपिरियन्स थियो, मजा आयो। तर बुलडोजर र बाइक स्टन्ट चाहिँ हेर्नु पाइन। अब यहाँबाट मान्छेहरू पनि उत्रिनु थाल्यो र हामी ऋषि भाइको घरको छतमा आए फाइटर जेट हेर्नलाई अनि यहाँ मान्छेहरू रेडी तयारी रहेछ हेर्नलाई। ल यति नै थियो 26 जनवरीको प्रोग्राम। अब तपाईँहरूलाई भेट्छु नेक्स्ट ब्लगमा।